हाई वेलकम टु माई युट्युब च्यानल तामाङ चेसुमा तपाईँहरूलाई वेलकम छ। यसपालि चाहिँ हामी दुईजना कपाल मिलेर हजुरहरूलाई वेलकम गरिरहेछौँ। म चाहिँ अहिले आबुधाबीमा छु नि त, उहाँ चाहिँ दुबई हुनुहुन्छ अनि मलाई भेट्न चाहिँ उहाँ छुट्टी पारेर आउनु भएको। अब हामी चाहिँ होटलबाट निस्केर दिदीकोतिर जाँदैछौँ। हाम्रो चाहिँ पहिलेदेखिको प्लान सबैजना मिलेर सी फुड खाने भनेर, आज फाइनल्ली त्यो टाइम मिलेको छ। जहाँ जान्छु मेनु हेर्न छोडेर मेरो काम भनेको भिडियो लिने हुन्छ। मेरो हस्बेन्ड चाहिँ डिसिजन गर्दै हुनुहुन्छ, तर डिसिजन चाहिँ मेरो दिदीको भयो। मेरो दिदीको डिसिजन अनुसार ग्रिल सी फुड खाने भयौँ हामीले। हेर्दा हेर्दै यो जुसको टावर पनि आयो। म चाहिँ यो टावर भनेर जिस्काउँदै थिएँ, मेरो दिदी चाहिँ मरि हाँस्यो भन्दै हुनुहुन्छ। अर्डर त गरिसकेको थियो, त्यही पनि उहाँहरू चाहिँ के पाइन्छ भनेर मेनु हेर्दै हुनुहुन्छ। यता मेरो हस्बेन्ड चाहिँ हाँसै हुनुहुन्छ मैले जिस्काएर। सरी, मैले चिनाउन बिर्सेछु। उहाँहरू चाहिँ हुनुहुन्छ मेरो भेनाजु, साइलो भेनाजु र साइली दिदी। उहाँहरू चाहिँ सोसल मिडियामा त्यति आउन मन पराउनुहुन्न। आउन मन नपराउनुको कारण धेरै लजाउनुहुन्छ, धेरै लाज राखेर हो। यति फ्री टाइममा मैले फेरि मेमोरीको लागि भनेर फोटो लिन थालेँ। भेनाजुलाई आउनु भनेको, दिदी भन्दा नि लजालु हुनुहुन्छ मेरो भेनाजु, आउन मान्नु भएन। त्यसैले हामी चाहिँ हाम्रो फोटोहरू लिन थाल्यौँ। भेनाजुलाई नि फकाएर बल्ल लिएँ मैले फोटो एक दुईवटा पिक्चर लिँदै थिएँ। यतिकैमा हाम्रो सी फुड आयो। मेरो र हस्बेन्डको चाहिँ सेकेन्ड टाइम हो भने मेरो दिदीको चाहिँ फर्स्ट टाइम हो। तर पहिला हामीले खाने बेला यस्तो फुल बुट्टा चाहिँ भराएर दिएको थिएन, जस्ट जोकिङ, तर नर्मल्ली दिनुभएको थियो। अहिले चाहिँ यो यस्तो टिकटकमा देखाएको जस्तै यस्तो भिडियोहरू चाहिँ हेरिरहेको थियो। तर हेर्दै आज लाइफमा फर्स्ट टाइम आफ्नो अगाडि नै यस्तो फुल बुट्टा भरेको देख्न पाइयो। हामीलाई थाहा नै थिएन यो सी फुडसँग राइस आउँछ भनेर। राइस पनि पाइँदो रहेछ यसमा चाहिँ, मलाई थाहा थिएन। हामीले पहिला खाने बेला चाहिँ नर्मल्ली सी फुड मात्र खाएको थियो। हेर्दा चाहिँ यम्मी छ, कस्तो हुन्छ म त सक भइदिएर हेर्दा त यम्मी छ होइन, कस्तो हुन्छ भनेर। अब हामी सबै एक्साइटेड छौँ अब खानको लागि। हस्बेन्ड चाहिँ खानको लागि रेडी भनेर सोध्दै हुन्छ। हजुर, हामीहरू सबैजना चाहिँ रेडी छौँ खानको लागि, लेट्स गो। मैले चाहिँ ग्लोभ्स पनि लगाइसकेँ अनि यता फिसको त्यो टावर जस्तो नि आइसक्यो, के भन्छ नाम चाहिँ थाहा छैन। अनि मेरी दिदीले चाहिँ जुस सर्भ गर्दै हुनुहुन्छ होइन। यो चाहिँ के को जुस भन्ने थाहा छैन है, फेरि फर्स्ट टाइम यस्तो जुस खाएको चाहिँ। अनि हाम्रो भेना चाहिँ इनोसेन्ट पाराले बस्नुभएको छ। हाम्रो भेना सोझो हुनुहुन्छ नि त। अनि म चाहिँ पन्जा देखाउँदैछु, पन्जा लाएर खाएको होइन। हातमा त्यो चिल्लोहरू दागहरू लागेर जाँदैन भनेर मेरो दिदी चाहिँ क्यामेरा देखाएको ढोग्न थालिसक्यो। अनि यो फर्स्ट राइड गरेको, तर मलाई चाहिँ यस्तो मिठो लाग्यो। झिङ्गे माछा खाएँ मैले चाहिँ होइन फर्स्टमै। म चाहिँ बिचमा भिडियो लिँदैछु नि त, मलाई चाहिँ मजा आउँछ यो भिडियो लिनलाई चाहिँ खाने बेला। यतिखेर चाहिँ हामीले आधी खाएर सिधाइसक्यो। अनि मेरो हस्बेन्डलाई चाहिँ लास्टै मन पऱ्यो अरे। अनि मेरो साइड दिदीलाई चाहिँ उयो भयो अरे, ओइल धेरै भयो अरे। हाम्रो बेला चाहिँ ठिकै, मलाई नि अब हेर्दा ठिकै लाग्यो, मिठै भयो। अब हामीले अलमोस्ट खाएर भ्याउन लाग्यौँ होइन। अनि मेरो हस्बेन्डले चाहिँ हात देखाइरहनु भएको छ। अनि हामीले खाइसक्यौँ होइन। सबैलाई टेस्ट चाहिँ मिठो लाग्यो, त्यही हो। ओइल चाहिँ अलिक धेरै हुँदो रहेछ। त्यसपछि मेरो नाटक सुरु भयो टिकटक यहाँ होइन। मेरो दिदी लजाइ हुनुहुन्छ, मेरो हस्बेन्ड चाहिँ बोलाएर बस्नु भएको छ, मैले मात्र गरिरहेको छु यहाँ। यस्तै भयो आजको सी फुड होइन हाम्रो। अनि यो चाहिँ लेटेस्ट गीतमा मैले टिकटक बनाएको। अहिलेसम्म हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच। बाई बाई।